प्रिय विद्यार्थी मित्रहरू, तपाईहरू समयमा म विकासको नमस्कार। हरेक हप्ता म तपाईहरुलाई यस्तै दुईटा मोटिभेसन प्रेरणादायी भिडियोहरू लिएर आउने छु। मेरो भिडियोलाई हेर्नुस्, कहीँ मबाट कमजोरी भएमा त्यो तपाईहरु पनि अग्राउनुस् र मेरो कुरा तपाईहरुलाई कस्तो लाग्छ कमेन्ट गर्नुस् र मलाई राय सल्लाह सुझाव पनि दिनु होला है त। ल लागौं आजको प्रस्तुतितिर। आज केवल तपाईहरु किताब पढ्ने व्यक्ति होइन, तपाईहरु एउटा किताबी किरो मात्र होइन, तपाईहरु भविष्य निर्माण गर्ने एउटा शक्ति हुनुहुन्छ। आजको समय सजिलो छैन। मोबाइल, सोशल मिडिया, अनावश्यक तुलनामा यी सबैले तपाईको ध्यान भङ्ग गरिरहेका छन् र त्यसप्रति तपाईको ध्यान आकर्षण गरिरहेको छ। तर याद राख्नुस्, जसले आफूलाई नियन्त्रण गर्न सक्छ नि, उसैले संसार जित्न सक्छ। तपाईहरुको समय कहिलेकाहीँ लाग्छ हैन, कहिलेकाहीँ सायद तपाईहरुलाई लाग्न सक्छ म सक्दिन, मेरो आवश्यकता राम्रो छैन या मेरो अवस्था राम्रो छैन, अरु म भन्दा अगाडि छन्। क्लासमा कहिलेकाहीँ हामी अलि पढाइमा कमजोर भयौं भने त्यो फर्स्ट बोय सेकेन्ड बोयलाई भेट्न सकिँदैन। म कमजोर छु, मेरो दिमागले भ्याउँदैन, उ त पढ्छ, त्यसलाई त म भेट्न सक्दिन भनेर त्यत्तिकै हामी हतोत्साहित हुन्छौं। तर हामी तिनीहरूलाई पनि टप्न सक्छौं भनेर एउटा सोच बनाएर अगाडि बढ्न सक्दैनौं हैन। तर साँचो कुरा के हो भने नि, ती सबै साँचो कुरा हैनन्, तर वास्तविक साँचो कुरा के हो भने सफलता कुनै एकै दिनको होइन, सफलता कुनै एकै दिनको होइन, यो त निरन्तर प्रयासको परिणाम हो। तपाईहरुले पनि निरन्तर प्रयास गरेर म त्यसलाई भेट्छु, किन नसक्नु, म सक्छु, चाहे त्यो फर्स्ट होस् चाहे सेकेन्ड होस्, ती दुईटालाई म टप्छु भनेर अगाडि बढ्नुभयो भने होला एक साल एउटा क्लासमा नसक्नु होला, तर नेक्स्ट क्लासमा तपाईले त्यो अचिभ गर्नुहुन्छ र तिनीहरूलाई टप्नै सक्नुहुन्छ। र असफलता आयो भने डराउनु पर्दैन क्या। तर त्यो सफलता चुन्छु भन्दाखेरि तपाईहरु कहिलेकाहीँ असफलता हुनु होला, उनीहरूलाई भेट्न नसक्नु होला, तर त्यो असफलता भयो भनेर तपाईहरु डराउनु पर्दैन, आत्तिनु पर्दैन। असफलता भनेको अन्त्य होइन एउटा, त्यो असफलता भनेको त तपाईहरुको एउटा सिक्ने अवसर हो। जसले गल्तीबाट सिक्छ उनी एक दिन सफल हुन्छ। कसैले सम्झाएर बुझाएर सिकाएको भन्दा पनि नि, जसले आफूले गरेको गल्तीबाट केही सिक्छ त्यो नै जीवनमा सफलता हासिल गर्छ। एक दिन उले सफलता चुन्छ। त्यो हामीले दिमागमा राख्यौं भने हामी सदैव आफ्नो जुन एउटा लाइन वेमा हिँडेको छौं, जुन एउटा गन्तव्य सोचिएको छ नि, म यसलाई टप्छु, म फलानु भन्दा राम्रो हुन्छु, या म यो चीज हासिल गरेरै छोड्छु भनेको कुराहरू, त्यो हामीले एक दिन अचिभ गर्न सक्छौं। र हामीसँग जति छ नि, हामी विद्यार्थी भाइ बहिनीहरुसँग दुई विकल्प छन् क्या। त्यो दुई विकल्प के हो थाहा छ? अहिले आराम गर्ने र पछि पछुताउने, या अहिले मेहनत गर्ने र पछि कर्म गर्ने। यसलाई म एउटा सानो उदाहरण दिन्छु। जस्तै सरले हामीलाई गृह कार्य दिनुभयो, घरबाट गरेर ल्याउनु भयो, घर जाने बित्तिकै हामी खाजा खाएर मेरो गृह कार्य छ भनेर गर्न लागिहाल्यौं भने त्यो गरिन्छ, त्यतिखेरै सकिन्छ क्या। त्यसपछि आनन्द आउँछ। तर घरमा गयो, ब्याग झोला फ्याल्यो, खाजा खायो, कुलेलाम ठोक्यो खेल्नको लागि, खेलेर आयो, बेलुका खाना खाने बेला हुन्छ, खाना खायो, खाना खाएपछि सुत्न मन लाग्छ, त्यो होमवर्कको गृह कार्य गर्न मन लाग्दैन। भोलि बिहान त्यत्रो टाइम छ यार, स्कुल त 7-8 बजे गइने हो नि त, म बिहानै उठ्छु गर्छु, बिहान भ्याइ नभ्याइ
ठुकिरहेकाले त्यत्तिकै रहन्छ हतार हतार स्कुल गयो अनि खेर त्यो स्कुलको फर्स्ट पिरियडको घन्टी लाग्नुभन्दा अगाडि नै टेबलमा बसेर गर्न थाल्छौँ या त्यो पनि गरिँदैन र सरको पिटाइ खाइन्छ र यी र यस्ता कुराहरूलाई हामीले सदैव ध्यान दिनुपर्छ त्यसैले दुईटा कुराहरू हामीले सदैव ख्याल गर्नुपर्छ अहिले आराम गर्ने र पछि पछुताउने या अहिले मेहनत गर्ने र पछि गर्व गर्ने या रमाउने अब यो कुराहरू चाहिँ छनौट तपाईको हो क्या अब यसमा हामीले अर्को एउटा पोइन्टमा पनि कुरा गरौँ छनौट तपाईको हो तपाईहरुको सपना सानो होस् या ठूलो होस् सपना हरेकको हुन्छ हरेकले सपनाहरू देखेका हुन्छन् र ती सपनाहरू कुनै ठूलो सपना देखिएला कुनै सानो सपना देखिएला त्यो पूरा गर्न त्यो सपना पूरा गर्नको लागि तपाईको मेहनत अनुशासन र धैर्यता यी तीन कुराहरू नम्बर 1 मेहनत नम्बर 2 अनुशासन र नम्बर 3 धैर्यता यो नै मुख्य हतियार हो यी तीन चीजलाई तपाईहरुले हतियार बनाएर हिड्नुस् मेहनत अनुशासन र धैर्यता यो नै तपाईको सफलताको मुख्य हतियार हो र मुख्य सूत्र हो र यसलाई अर्को एउटा म सानो एउटा तपाईलाई भनाइ पनि राख्छु आफूलाई कहिले सानो नसम्झिनुस् तपाईहरुले हामी सम्झ्यौ म त त्यसको आर्थिक अवस्था भन्दा मेरो आर्थिक अवस्था कमजोर छ या यसले जुन पढाइमा एउटा तीव्र गति लिएको छ त्यति मेरो दिमागले भ्याउँदैन अनेक सोचमा हुन्छ अनेक प्रकारको सोचहरू त्यहाँ आउँछ त्यसैले यस्ता सोचहरूलाई तपाईले कहिले पनि नलिनुस् आफूलाई कहिले सानो नसम्झिनुस् किनकि एउटा सानो बिउबाट नै ठूलो रुख जन्मिन्छ यो सही कुरा हो नि अब बिउ नरोपिकन त ठूलो कुरो हुँदैन त्यसैले हामीले देखेकै जुन जहाँ पनि देखिन्छ एउटा सानो बिउबाट नै ठूलो एउटा रुख परिणत हुन्छ र आजको विद्यार्थी हुनु पनि सजिलो छैन विद्यार्थी हुनु पनि कहाँ त्यतिको सजिलो छ र त्यो हाम्रो पालाको जस्तो 2-4 वटा किताब कापी बोकेर हिँड्ने जमाना छैन बिहानै उठ्यो 18-20 किलोको चाहिँ त्यो किताबको भारी पछाडी पिठ्यौमा झुन्डाउनु पर्छ र हाम्रो बेलामा 10 बजे स्कुल लाग्थ्यो भने अहिले बिहान 6-7 बजेबाट स्कुल लाग्छ बेलुका 7-8 बजेबाटसम्म बस्नु पर्छ आज एउटा विद्यार्थी बन्धक पनि भएको छ है यो कुरामा सबैले ध्यान दिनुपर्छ शिक्षक प्रधानाध्यापक अभिभावक समाज र समाजका अगुवाहरूले पनि हेर्नुस् त बिहानै विद्यार्थी 6 बजे स्कुल पुग्छ उले उज्यालो घाम पनि देख्न पाउँदैन कि उ स्कुलको भवनमा पुगेको हुन्छ र बेलुका सूर्य अस्ताइसकेपछि मात्र घर आउन पाउँछ यो चाहिँ अलिकति विद्यार्थीहरूलाई ठाइटै गरेको हो कि भन्ने मलाई लागेछ किनकि हिजो 10 बजे र 4 बजेसम्म पढ्दा पनि एसएलसी राम्रैसँग पास भएका थिए हिजोका हाम्रा पालाका व्यक्तिहरूले राम्रै पढेकै थिए डाक्टर इन्जिनियर पाइलट भएकै थिए तर विद्यार्थीलाई एउटा चाप दिएको छ बिहानदेखि बेलुकासम्म स्कुलमै राखिएको छ यो चाहिँ सबैको एकचोटी ध्यान जाओस् है र आजको विद्यार्थी हुनु सजिलो छैन क्या हातमा मोबाइल छ मनमा अलमल छ है विद्यार्थी हामी पनि त्यस्तै छौं नि हातमा मोबाइल छ मनमा अनेक खुलदुली छ र मनमा तनाव पनि छ क्या एक प्रकारको त्यसैले हातमा मोबाइल छ मनमा अलमल छ अरूको सफलता देखेर फेरि आफूलाई कमजोर ठान्ने बानी छ आजकलको विद्यार्थीहरूको सही कुरो तपाईहरुमा पनि यो होला तर विद्यार्थी भाइ बहिनी तिमीहरूले याद राख त अरूको छाया होइनस् त आफै एउटा प्रकाश होस् यसको बुझ्नुहुन्छ नि त अरूको छाया होइनस् त आफै एउटा प्रकाश होस् तपाईहरु कसैको एउटा वैकल्पिक होइन या कसैको छत्र छाया होइन या
छाया भने त बुझ्नुहुन्छ नि सबैले। हामी हिँडिरहेको बेलामा हाम्रो छेउमा अर्को एउटा साथी देख्छौँ, बोट बिरुवाको कामको प्रकाश अर्को तिनीहरूको नि एउटा साथी देख्छौँ, आकृति। त्यो आकृति नै छाया हो र त्यो छाया होइन क्या, सूर्यबाट दिएको एउटा प्रकाश, त्यो प्रकाश नै तपाईहरु हो। कहिलेकाहीँ हार लाग्छ होला, पढ्दा दिमागले साथ नदेला, परिस्थितिले थिच्ला। यो नै बेला हो क्या, एउटा यो नै बेला हो तपाईहरुको असली परीक्षाको। कहिलेकाहीँ हार पनि लाग्छ नि, मन हो, दिमाग हो। कति पढ्यो यहाँ बुझ्दैन, त्यतिखेर यो दिमागले पनि साथ नदेला। कहिलेकाहीँ आफ्नो पारिवारिक परिस्थिति, छरछिमेकको परिस्थिति, आफ्नो पारिवारिक परिस्थितिले थिच्ला हैन। तर त्यो बेला नै एउटा असली परीक्षा विद्यार्थीको हो क्या। त्यो स्कुलमा लिने एक्जामको परीक्षा भन्दा पनि यो ठुलो परीक्षा हो। जब सबैले त सक्दैनस् भन्छन् नि, बाबु त सक्दैनस्, तेरो यो औकातको होइन, तैले सक्दैनस्। जब सबैले त सक्दैनस् भन्छन् नि, त्यो आफूलाई त्यतिखेर आफूलाई मनमा राख्नु, त्यतिखेर आफ्नो मनभित्र एउटै कुरो राख्नु, म गरेर देखाउँछु। म जे कुरो मलाई सक्दैनस् भन्छन् त्यो कुरो म गरेर देखाउँछु र त्यसमा म त्यो परीक्षामा पास हुन्छु भनेर यो एउटा कुरो चाहिँ सदैव दिमागमा विद्यार्थी भाइ बहिनीहरूले राख्नै पर्छ। त्यसैले सपना देख्नु ठुलो कुरो होइन, त्यो सपना पूरा गर्न रातको निन्द्रा त्याग्नै पर्छ, आराम छोड्नै पर्छ र त्यो हो असली साहस। र त्यो नै एउटा असली साहस हो। आज तिमीले गरेको मेहनतले भोलि तिम्रो पहिचान बनाउने छ। आज जति मेहनत गरिन्छ त्यही हो भोलिको पहिचान। त्यसैले हाम्रो एउटा बाटो निर्धारण गर्छ, हामीलाई कतातिर लाने। आजको मेहनतले नै त्यो भोलिको बाटोको पहिचान गर्छ र हामीलाई त्यतातिर डौराउँछ। र अन्तिममा हामीले याद राख्नुपर्ने कुराहरू, विद्यार्थी भाइ बहिनीहरूले याद राख्नुपर्ने, समय कहिले फर्किँदैन, मौका दोहोरिँदैन, उमेर सधैँ पर्खिँदैन। फेरि यसलाई भन्छु, समय फर्किँदैन, मौका दोहोरिँदैन, उमेर सधैँ पर्खिँदैन। त्यसैले उठ, जाग अनि लाग आफ्नो लक्ष्यतिर र सफलता, एउटा सफलता चुम। र अन्तिममा म सम्पूर्ण भाइ बहिनीहरूलाई भन्छु, हार्नु गलत होइन, प्रयास नगर्नु नै सबैभन्दा ठुलो हार हो जीवनको। त्यसैले हार्नु गलत होइन, परीक्षामा फेल हुनु गलत होइन, तर परीक्षामा फेल भई भनेर पढ्नै छोड्नु गलत हो हैन। फेरि कडा मेहनत गरेर परीक्षामा पास गर्नु त्यो असली परीक्षा हो। त्यसैले हार्नु गलत होइन, परीक्षा नगर्नु नै, प्रयास नगर्नु नै सबैभन्दा ठुलो हार हो। आजलाई यति नै है त विद्यार्थी भाइ बहिनी। फेरि यस्तै खालको मोटिभेसन भिडियोहरू लिएर म तपाईहरु समक्ष आउँछु। हेर्नुहोस्, शेयर गर्नुहोस्, सबै माझ पुर्याउनुहोस्। आजलाई यति नै, धन्यवाद। म विकासको तपाईहरु सबैलाई।